Good morning everyone, welcome back to our channel. New day, new vlog. तपाईहरुको दिन चाहिँ कसरी सुरुवात हुन्छ? मेरो दिन चाहिँ यसरी सुरुवात हुन्छ। बिहानको 5 बजे उठ्ने अनि एकछिन जुम्बा जिम जाने अनि त्यसपछि उदाएती गर्छु। म हजुरहरुलाई आजको दिन मेरो कसरी बित्छ, दिन कसरी सुरुवात हुन्छ आज तपाईहरुले देखाउँछु यता। निन्द्रा नै पुगेको छैन कि गाइस, बिहान बिहान कस्तो के भोइस कति मोटो आउने कि। आज 2:30 देखि 3 घण्टा मात्रै सुतेको। अनुहार पनि कत्रो सुन्ने त्यही माथि सोर्ने कस्तो सुने कि। आज चाहिँ एकछिन मात्रै गर्छु जुम्बा। मुना सलुनको चाहिँ आज 16 एनिभर्सरी, 16 वर्ष पार गर्दैछ। बुढो पनि भयो। आज प्रोग्राम छ एनिभर्सरी। रातिको 12 बजेसम्म केटाकेटीहरू नसुतिकन बसेको रहेछन् कि बहिनीहरू। म फेरि आमासँग सुत्छु नि त। मलाई फेरि एक्लै सुत्न मन पर्छ के। भुइँमा पुरा सुतिरहेको बेलामा उनीहरू त पुरा केक लिएर आउँछ के रातिको 12 बजे। एकछिन त यस्तो कि म भन्दा पनि आमालाई यस्तो नराम्रोसँग तर्साएछन् कि झसङ्ग भएर एकछिन यति हँसायो कि उनीहरूले। Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Mausi. Happy birthday to you. जाम उतै जाम उता डिस्टर्ब हुन्छ हामी जाम के मुरा जाम यस्तो गर्नुपर्छ क्या। टाइट छ आइसा Happy birthday, dear Mama. Happy birthday to you. Hello. 12 बजे से आज शुरू होया। वो पत्नी ले लेने लगी और क्या? काटेको। Happy birthday to you. ल दाउ के खादैन ल Mausi खाँदै। ल खादैन Mausi टिका लगा दे पहिला उल्टा से तारा से ऊपर से तारा लगा दे। बस बस मामुली बस मिठो छ मिठो छ न फेरि न मामुले माया पनि गर यहाँ माया गर मामुलाई फेरि फेरि माया। थ्याङ्क यू गाइज स्पेसल सरप्राइजको लागि हैन। सरप्राइज यति राम्रो केक रातिको 12 बजे यसरी तिमीहरूले सरप्राइज दिइरहेछ त्यो भन्दा अरू मेरो लागि ठुलो कुरा केही पनि होइन।
ल खाऊ Cheers. Good morning. Thank you. Ayo. Thank you, darling. Ayo. साथीहरू मोटी मोटी हालेर म पनि यति मोटी छु अब चलिरहेको छ नि अर्को एउटा चाहिँ अब भेटुन्जेल चुप्पा गरेको है आमा किन एक्साइटमेन्ट यहाँ यसरी फेस देखाएपछि बल्ल खुल्छ क्या यहाँभित्र इन्ट्री हुँदा कस्तो लाग्छ कस्तो लाग्छ है भित्र छिर्नै मन लाग्दैन है हामी चाहिँ जुम्बा इन्ट्री हुँदैछौँ ए यहाँ त आइसक्नु भयो रहेछ त अघिल्लो दिनदेखि जिम जुम्बा जान्न भन्दै बसिरहेको थिएँ त्यहाँ जुम्बाको साथीहरूले फेरि फोन गरेर जसरी भयो नि आउनुपर्छ है भोलि आधी घन्टा भए पनि आउनुपर्छ नत्र झनै लेजी भइन्छ भन्दै पालो फोन गरिरहेको थियो भोलिपल्ट बिहान हुन्छ नि त एकछिन भए पनि जान्छु भनेर लखड गर्दै गएको त के को त्यहाँ त सरप्राइज दिनको लागि पो बोलाएको रहेछ मदन दाई फेरि सबै स्प्रे जति मेरो ज्यानमा छर्केर भ्याउनु भयो थ्याङ्क यू सो मच यति फिटनेस टिम यति ब्युटिफुल सरप्राइज दिनुभएकोमा शान्ति चाहिँ टक्क टिका लाउँदै राम्रो आशीर्वाद दिँदै हुनुहुन्थ्यो आज चाहिँ केक चाहिँ हेरेर सुँगेर चित्त बुझाउनु पर्छ है भन्दै हुन्थ्यो यो कुरा सम्झिँदै नै हाँस्न मन लागिरहेछ किनकि बिहान 5 बजे उठेर आएर भएभरको एनर्जी होइन हुन्छ नि फाल्नु छ हेर्दा त खान मन लाग्छ तर के गर्नु मेरो अर्को फतौरी मुया पुरा आशीर्वाद दिँदैछ चुप्पा गर्दैछ होइन उयो त देख्नै हुन्न देखिने बित्तिकै माया गर्नै पर्छ नाच्न मनपर्छ एक त डान्स टिचर पनि हो उहाँ चाहिँ हाम्रो जुम्बा मिस हुनुहुन्छ बिचरा सबैजना थकित हुनुहुन्छ अर्को आइन अर्को
कहिले लिएर ए मुनु साली नानी एक दिन मात्रै त्यसरी त अब यो 5वटा 6-7वटा गीतमा त यो एउटै गीत भयो भनेर भनिरहेको अनि त्यो चाहिँ हो के लाइन मिलाउँदा फेरि यताउता कुद्दा फेरि बिगार्छन् के हो त्यो यताउता कुद्दा बिगार्छन् के भयो कि कस्तो सानो गरायो बाई बाई सोनिका रोकाया यता हेरिदिनुहोस् त हाई सोनिका बिजी हुनुहुन्छ हजुर लेस नै हो क्या हाम्रो टिमको सबसे मोटो मान्छे मिडियममा पढ्नुहुन्छ मिडियममा पढ्छौँ हेलो मेरो छोरो यहाँ कुरेर बसिरहेको रहेछ हेलो हेभी 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 ढोका खोल ढोका खोल ढोका खोल न छिटो ढोका खोल मेरो बर्थडेको दिन पुरा यहाँ साग खेलाइरहेछन् आमाहरू नानु साग खेलाइराख्नु भएको छ अनि म चाहिँ जिम गएर यस्तो चक्लेटहरू लिएर आएको छु मेरो छोरो पनि कुरेर बसिरहेको रहेछ रातिको 12 बजे यसले पनि विस गर्दै बसिरहेको थियो अब फ्रेस भएर हामी थारूगाउँ रिसोर्ट जान्छौँ किनकि आज 16 वर्ष पार गर्दैछ मुना सालुन एनिभर्सरी विथ सर्टिफिकेट डिस्ट्रिब्युट गर्छौँ गएको वर्षको स्टुडेन्टहरूलाई त्यसको लागि अहिले कति बज्यो 7 अब एकछिन फ्रेस भएर म निस्किन्छु दिउँसोको लागि के कसरी गर्ने भनेर त्यहाँ डेकोरेसन गर्नुपर्ने छ अब म एकछिनमा हजुरहरूलाई फेरि भेट्छु है त सुमिसले बसाइ सरे जस्तो देखेछ त लाउड जान लागेको छ ल ल हामी चाहिँ थारूगाउँ रिसोर्ट थारूगाउँतिर ल हामी चाहिँ थारूगाउँ रिसोर्ट लाग्यौँ ल एकछिनमा भेटौँ है त फाइनली थारूगाउँ रिसोर्ट आइपुग्यौँ तीनजना मैयाहरू छन् फुक्छन् दाइ बिचारा मैया जुम्बा डान्स गर्नै पर्दैन होइन पुरा यता छन् दुईजना बेलुन बान्दैछन् अरू नि डान्स गर्ने कोही के गर्ने गरिरहेछ सिङ्गिङ डान्सिङ सबै छ
अब रेडी हुन जानु पर्यो राम्रो देखेछ है बाबाले त्यो ब्यानरको कलर म्याचिङ हुन्थ्यो सुमेश अघि बसाइ सराई भन्दै आएको थियो थारू गाउँ पुग्यो त है पुगे म बैसीमा चाहिँ नि अर्को वाला बसाइ अर्को वाला जाँदैछौँ होइन बसाइ सराई होइन अब ट्याक्क लाएर ठाउँ चाहिँ पुग्यौँ अब ट्याक्क टुक्क रेडी हुन्छौँ देखाउँछौँ यहाँ सुइमिङ चाहिँ गर्नुपर्छ है तिम्रो सुइमिङ कस्ट्युम ल्याएको ल्याएन नल्याए पनि त्यही तिम्रो कस्ट्युममै ड्रेसमा आजको ड्रेसमा पानीमा हालेर जाने हामी अस्ति पछि हामी कहाँ यहाँ हेर न थरुनी दिदीले यहाँ घैटोमा पानी दिइरहेछ यहाँ त नि पछि हामी कहाँ बनाउने होला त्यो म त्यो त्यहाँ के होला डेगुवा भनेको र खानेकुरा हो पाक्यो भने खान मिल्छ यहाँ हेर न कस्तो राम्रो फ्रेम ट्याक्क बिचमा गएर बसेर फोटो खिच्ने होइन यसरी ढोका हेलो एकजना थरुन दिदी हुनुहुन्थ्यो ऊ त्यहाँ कता हुनुहुन्थ्यो ऊ त पछाडि नमस्ते गरिरहेको छ हेर त म यता छु ऊ तल हुनुहुन्छ अरे वेलकम गरिराख्नु भएको स्वागत छ बहिनीहरूलाई थारू गाउँ रिसोर्टमा ए चाबी ल्याएन नि त जाउँ न एकजना लिन चाबी ए ल्यायो ल ओपन गर नि त रुम कुवा पानी छ नि त त्यहाँ हाम्रो रुम यसलाई हामीले पहिला थारूहरूले के भन्थ्यो अरे यस्तै पुरानो घरहरूमा यस्तो यस्तो झालहरूमा टुक्की बाल्थ्यो नि बाजे बजैहरूले ढिब्री भन्छ है यहाँनिर टक्क बत्ती बल्थ्यो क्या ल जाउँ हाम्रो रुम बत्ती बाल न डार्लिङ बत्ती बाल न यता साइडको होइन थारू स्टाइलको छ अनि यता वासरुम पनि छ हेरौँ न थारूहरूको वासरुम कस्तो हुन्छ हेर न त्यही त क्याप बनायो त्यो उसके के भन्छ हेड यहाँ यस्तो बाल्कुनी यहाँ हेर बाल्कुनी ट्याक्क लाएर है हाम्रो मैयाहरूलाई चाहिँ अनौठो लागिरहेको छ यस्तो दिन पनि आउने रहेछ ट्याक्क बस्यो यहाँ सुमिसले मेकअप गर्न रेडी छ गर्दैछ एकछिनमा कस्तो बनाइदिन्छन् लास्टमा आफूलाई नचिन्ने रे क्या केटीहरूको मेकअपको सामान के यस्तो हुन्छ क्या जहाँ गयो यो चिज त छुट्दैन क्या है खाना बिर्सिन्छ मेकअप बिर्सिन्न अरे फाइनली म रेडी भएँ मेरो आउटफिट फुल ब्ल्याकमा छ आज मुनास 16 वर्ष पार गर्दैछ यो तपाईँहरूको माया र साथ सपोर्टले गर्दा हामी यहाँ पुग्न सफल भयौँ
सधैँ यसरी नै माया र साथ सपोर्ट गर्दै गर्नुहोला। साथसाथै 2081 को स्टुडेन्टहरूको फेयरवेल डे पनि रहेको छ। यो साथसाथै अरू अन्य प्रोग्रामहरू पनि रहेको छ, जस्तै डान्सिङ, सिङ्गिङ, बेस्ट स्टुडेन्टको। यो चाहिँ म अर्को भिडियोमा तपाईँहरूलाई देखाउने छु। अहिलेलाई चाहिँ म यति नै राख्छु। स्टुडेन्टहरू चाहिँ हाम्रो दिनभरिको ह्याङआउट। छोरा बुहारी केक ल्याएको रहेछन् अनि छोरा बुहारी भाइ बहिनीहरू दिनभरिको थकान एकछिन भयो नि फ्रेस हुन्छ भनेर आउटडोर ल्याएर यसरी बेलुनहरूदेखि लिएर उता यति केक सेक ल्याएर टक्क लाएर इन्जोय गर्दै थिएँ। डान्स गर्दै। छोरा खासै डान्स गर्न आउँदैन, हँसाइरहेछ। अनि म चाहिँ दिनभरिको थकानपछि मेकअप त सबै के भइसकेको थियो। गर्मी पनि त्यस्तै। जित भाइ फेरि बेला बेलामा इन्टरटेनमेन्ट गरिरहेको हुन्छ। ऊ छोरा नाचिरहेछ कसरी, बुहारीसँग नाच्न आउँदैन। जे चाहिँ आउँछ गर्छ, तर चुप लागेर चाहिँ बस्दैन। एकछिन चाहिँ मजाले इन्जोय गऱ्यौँ। डान्स गर्ने, फोटोसुट गर्ने, इन्जोय गर्दा गर्दा एकछिन खायोरी अनि त्यसपछि लाग्यौँ स्विमिङ पुलतिर। पछिको त्यसपछि चिलपाडा। यहाँ दाइ हुनुहुन्छ, यहाँ हाम्रो सुस्मिता मिस, यहाँ हाम्रो नानु, त्यहाँ मिस हुनुहुन्छ। दाइ भाउजू सबै चिल हानिरहन है हाम्रो यहाँ प्रोग्राम पछि गई इन्जोय। ल मिस कस्तो लाग्यो नुहाएर स्विमिङ पुलमा? ह्यान्डल लग मौसी इच्छा जाऊ बुढ़ा कत फतेह ढंगे न बड़े। स्विमिंग पूल में ये लोग नहा रहे हैं, ये दोनों टिकटॉक बना रहे हैं।